सबैजनालाई नमस्कार। बिहानीको सूर्योदयसँगै सबैको आजको दिन शुभ रहोस्। मेरो घरमा लगाएको तरकारी यति राम्रो भएको छ। यता सिमी पनि फलेको छ, हल्का हल्का त्यता सिमथाना पनि छ, अनि रायोको साग अनि मुला पनि राम्रै भएको छ। अरू त खासै केही छैन तरकारी। मुला, रायोको साग अनि थोरै थोरै हल्का लसुन पनि खाने हुन लागेको छ। रायो र मुलाको साग चाहिँ साह्रै राम्रो भएको छ। हल्का सिमी पनि छ। अरू त खासै त्यस्तो केही छैन। सुन्तला पनि थियो, तर यहाँ अहिले खासै राम्रो सुन्तला फलेको छैन। मुला चाहिँ एकदम राम्रो भएको छ।